यहाँ सबैलाई नमस्कार। हामी आयोजकको तर्फबाट सबै साथीहरूले एउटा एउटा सृजना सुनाउनुभयो। पाली नै गयो, सानो एउटा पुवाल देखियो, त्यो पुवाल पनि टाल्दिन मात्रै आएर धेरै तयारी पनि थिएन र मैले कहिलेकाहीँका सृजनाहरू सङ्कलित त छन् र मैले ल्याएको थिइनँ र एउटा सानो यहाँ सबैको उपस्थितिको लहरमा म चाहिँ पर छुटेर रहिरहन चाहिनँ र म आएको साथीहरू सबै सहभागी हुनको लागि छोटो कविता छ। गुण श्रोताहरूले उपसर्ग थपिनुपर्ने हुन्छ, बै अथवा तुर। मैले चाहिँ गुण मात्रै राखेँ। लडिरहेको उसलाई मैले उठाइदिएँ, लडिरहेको उसलाई मैले उठाइदिएँ, घिस्रिरहेको उसलाई मैले उभ्याइदिएँ। जब ऊ उठ्यो मेरा खुट्टा तान्न थाल्यो, जब ऊ उभियो मलाई घिसार्न थाल्यो। जब ऊ उठ्यो मेरा खुट्टा तान्न थाल्यो, जब ऊ उभियो मलाई घिसार्न थाल्यो। उठेपछि छम छम हिँड्ला सम्झेको हिँडेन, उठेपछि छम छम हिँड्ला सम्झेको हिँडेन, उभिएपछि अगाडि सरासर बढ्ला सम्झेको बढेन। मैले ठाने सम्झेला उसले उसको कारणले म उठे, मैले ठाने सम्झेला उसले उसको कारणले म उठे, मैले ठाने उसलाई मलाई उभ्यायो कसले, मैले ठाने बुझ्दा उसले मलाई उभ्यायो कसले। लाचार त्यस्ता मान्छेहरू, लाचार त्यस्ता मान्छेहरू हाम्रा सत्य नबुझ्ने रहेछन्। उजाड तिनका हृदयमा धर्मका परीक्षा नजस्ने रहेछन्। लाचार तिनका त्यस्ता मान्छेहरूमा धर्मका परीक्षा नजस्ने रहेछन्। मार्ग आफ्नै सरासरी, मार्ग आफ्ना सरासरी हिँडेकै बेस रहेछ। बैगुनी मुढा उठाइरहँ भन्दा पाइला बढेकै लाभ रहेछ। ऊ लडिरहेको उसलाई मैले उठाइदिएँ, घिसिरहेको उसलाई मैले उभ्याइदिएँ। मैले ठाने सम्झेला उसले, मैले ठाने सम्झेला उसले उसको कारण म उठेँ। जब ऊ उठ्यो मेरा खुट्टा तान्न थाल्यो, जब ऊ उभ्यो मलाई घिसार्न थाल्यो, जब ऊ उभ्यो मलाई घिसार्न थाल्यो। धन्यवाद।